जब म बिहान उठ्छु मेरो पहिलो सोच नै सकारात्मक हुन्छ। म आफ्नो मन मस्तिष्कलाई सफा राख्छु र जीवनका सुन्दर पक्षतर्फ ध्यान दिन्छु। एक उखान नै छ नि, जसको बिहानको समय सुन्दर र आनन्ददायक हुन्छ उसको त्यो दिनभरि नै राम्रो हुन्छ। हरेक बिहान हाम्रो जीवनमा एउटा नयाँ अवसर लिएर आउँछ। हामी बिहान उठ्ने बित्तिकै जे सोच्छौँ त्यसले हाम्रो सारा दिनलाई आकार दिन्छ। जब म बिहान केही राम्रो सुन्छु, केही राम्रो देख्छु र राम्रो सोच्छु, त्यसपछि मेरो शरीर, मेरो मस्तिष्क र मेरो आत्मामा एक प्रकारको छुट्टै ऊर्जा प्राप्त हुन्छ र धेरै सम्भावना पनि बढ्छ। र जब मेरो प्रत्येक दिन राम्रो देखिन थाल्छ त्यसपछि मेरो जीवन नै राम्रो बन्न थाल्छ। म पुरै मनले आजको यस दिनलाई स्वागत गर्दछु। आजको यो पल मेरो आउँदो जीवनको पहिलो दिन हो र मलाई पूर्ण विश्वास छ कि यो मेरो जीवनको सबैभन्दा राम्रो दिनहरू मध्ये एक हुनेछ। आज म धेरै खुसी छु किनभने मलाई पूर्ण विश्वास छ कि आज केही न केही विशेष अवश्य पनि हुनेछ जुन अहिलेसम्म कहिल्यै पनि भएको थिएन। आज म केही नयाँ सिक्ने छु र केही नयाँ बन्ने छु। आज म एकदमै राम्रो महसुस गरिरहेको छु। अतीतमा मबाट जानी नजानिकन जुन गल्तीहरू भए वा मेरो जीवनमा जे जति गलत भयो त्यसबारे म आफैलाई र अरूलाई पूर्ण रूपमा माफ गर्दछु। मेरो ध्यान बितेको समयमा होइन, भविष्यका क्षणहरूमा केन्द्रित छ। आज जे कुरा गर्नु छ त्यसबारे मैले राम्रोसँग सोचिसकेको छु र मेरा लक्ष्य प्राप्त गर्न म पूर्ण रूपमा तयार छु। मेरो मन पूर्ण रूपमा शान्त छ र मेरो ध्यान मेरो लक्ष्यहरूमा केन्द्रित छ। मेरो सोचाइ अत्यन्त सकारात्मक छ। म विश्वस्त छु कि मेरो जीवनमा जे जति हुन्छ सबै राम्रोकै लागि हुन्छ। मेरो ध्यान अब अघिल्लो दिनमा छैन, म विगतमा होइन भविष्यका उज्याला दिनहरूमा केन्द्रित छु। आजको दिन म मेरा लक्ष्यहरूतर्फ एक कदम अगाडि बढ्नेछु। जीवन भनेको एक खेल हो र म यो खेलको एक निडर खेलाडी हो। संसारले मेरो विरुद्ध जतिसुकै चुनौती फालोस् म ती चुनौतीहरूलाई अवसरको रूपमा लिनेछु किनभने हरेक कठिनाइले मलाई अझ बलियो बनाउँछ। हरेक चुनौतीले मलाई नयाँ पाठ सिकाउँछ र हरेक समस्या समाधान गर्ने क्रममा म एउटा नयाँ व्यक्तित्वमा रूपान्तरण हुन्छु। आज म मेरा सपनाहरूलाई अझ नजिकबाट देख्नेछु र मेरा लक्ष्यहरूप्रति अझ गहिरो प्रतिबद्धता जनाउनेछु। म हरेक असफलतालाई जितमा बदल्ने साहस राख्नेछु। म मेरो जीवनलाई अत्यन्त माया गर्छु। मेरो शरीर पूर्ण रूपमा स्वस्थ छ। मेरो बुद्धि कुनै पनि परिस्थितिमा सही निर्णय लिन सक्षम छ। मेरो मन आनन्दले भरिएको छ। म सधैँ उत्साहित छु। म सधैँ हाँसिरहन्छु। म हरेक परिस्थितिमा आफूलाई सन्तुलित राख्छु। जीवनका हरेक अवसरलाई स्वागत गर्छु र म आफ्नो लक्ष्यहरू प्राप्त गर्न निरन्तर मेहनत गर्छु। आज म मेरा भित्री क्षमताहरू पहिचान गर्नेछु र म आफ्नो सम्पूर्ण ऊर्जालाई सही दिशामा लगाउनेछु। मेरो आत्मबल असीमित छ। मसँग संसारलाई बदल्ने शक्ति छ। मसँग आफ्नै जीवनलाई उत्कृष्ट बनाउन पर्याप्त ऊर्जा छ। म जुन कुरा सोच्न सक्छु त्यो कुरा म गर्न पनि सक्छु। म कुनै पनि परिस्थितिलाई जित्न सक्छु। म सधैँ आभारी छु। आज मसँग जे छ र मसँग जो छ ती सबैका लागि म हृदयदेखि नै धन्यवाद दिन्छु। आज चाहे केही पनि होस्, मलाई सफल बन्नबाट संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन। मेरो लागि केही पनि असम्भव छैन किनभने म विश्वास छु र विश्वास नै सफलता प्राप्त गर्ने पहिलो खुड्किलो हो। आज म विश्वासको पहिलो पाइला चाल्दैछु। आज म मेरो सफलताको यात्रा सुरु गर्दैछु। आज म मेरो नयाँ जीवनको पहिलो दिन मनाउँदैछु। आज मेरो दिन हो। आज यो मेरो विशेष दिन हो। धन्यवाद। हजुरहरूको दिन पनि शुभ रहोस्।